हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ इट्स 7NP वाट्सएपमा। सदाका जस्तै आज पनि कक्षा 11 को अकाउन्टिङको मल्टिस्टेप इन्कम स्टेटमेन्टको चाहिँ क्वेसनहरुको सोलुसन लिएर आएको छु। भिडियोलाई अन्तसम्म हेरेर साथ दिनुहोला। भिडियो कस्तो लाग्छ सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरी साथैको बेल आइकन दबाएर अल नोटिफिकेसन अन गर्नुहोला। अब पनि हामी चाहिँ मल्टिस्टेप इन्कम स्टेटमेन्टलाई चाहिँ कसरी इजी रूपमा हाम्रो ट्रिक्सहरु सहित सजिलो तरिकाबाट चाहिँ सोलुसन गर्छौं। अब चाहिँ भिडियो ध्यान दिएर हेर्नुस्, के कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। अनि हाम्रो अघिल्लो भिडियोहरु जुन चाहिँ तपाईले अकाउन्टिङ देखि जनरल लेजरहरुको सम्पूर्ण भिडियोहरु मैले राखिसकेको छु च्यानलमा, प्लेलिस्ट चेक गर्नु होला अथवा च्यानल एकचोटी भिजिट गर्नु होला, तपाईलाई हेल्पफुल हुनेछ। अब पनि भिडियो सुरु गरिहालौं। अब आज चाहिँ हामी फाइनान्शियल स्टेटमेन्टको मोडर्न मेथडबाट जुन चाहिँ छ आधुनिक तरिकाबाट चाहिँ वित्तीय विवरणहरुको चाहिँ लेखा राख्ने तरिकाहरुको बारेमा आज चाहिँ हामी हिसाब गर्छौं। जुन चाहिँ हाम्रो छ एडभान्स सरस्वती पब्लिकेसन बुक रहेको छ, जसबाट चाहिँ हामी चाहिँ यो च्याप्टर 17 मा छ अनि जुनको चाहिँ अब एन्सर चाहिँ क्वेशन सोल्युसन गर्छौं। अब यस च्याप्टरमा भनेको चाहिँ एउटा मल्टिस्टेप इन्कम स्टेटमेन्ट, एउटा सिंगल अन्त इन्कम स्टेटमेन्ट सम्बन्धी हो। यसमा प्रॉफिट र लस निकाल्ने र ब्यालेन्स शीटको कुराहरु सम्बन्धी यसमा चाहिँ रहेको छ। जुन चाहिँ हामीले चाहिँ अघिल्लो भिडियोहरुमा चाहिँ हामीले चाहिँ ट्रेडिसनल मेथडबाट चाहिँ जुन चाहिँ ट्रेडिङ अकाउन्ट, पीएल अकाउन्ट र ब्यालेन्स शीटहरुको चाहिँ गरिसकेका छौं। अब यसमा चाहिँ हामी चाहिँ आधुनिक तरिकाबाट चाहिँ गर्ने छौं। यसमा चाहिँ हाम्रो चाहिँ यो चाहिँ अलि केही चाहिँ फरक किसिमको छ, जुन चाहिँ अलि अप्ठ्यारो पनि छ, जसलाई चाहिँ हामी चाहिँ सरल रूपमा कसरी गर्न सक्छौं भनेर चाहिँ यस भिडियोमा चाहिँ ए टु जेड जान्ने छौं। अब धेरै कुरा नगरिकन चाहिँ अब यसमा चाहिँ एक्जाम्पलहरु छ, बुकमा हजुरसँग भएको बुकको पब्लिकेसन चाहिँ हेर्नु होला। अब भनेको डाइरेक्ट चाहिँ क्वेशनहरु चाहिँ सोलुसन गर्नतर्फ लागिहालौं। म तपाईहरुलाई केही तरिकाहरु दिन्छु जसले चाहिँ तपाईहरुको यो चाहिँ हेर्दाखेरि हार्ड जस्तो लाग्छ, तपाईहरुलाई अप्ठ्यारो लाग्छ भने त्यो चाहिँ इजी नै हुनेछ। अब लागौं है त। अब यो फाइनान्शियल स्टेटमेन्टको मोडर्न मेथड छ नि, जुनमा चाहिँ हामीले भनेको एउटा हुन्छ मल्टिस्टेप इन्कम स्टेटमेन्ट नै हो। आयो यो भनेको चाहिँ इम्पोर्टेन्ट छ, जुन चाहिँ हाम्रो फाइनल एक्जाममा छ 11 को, जसमा चाहिँ हाम्रो 4 मार्क्स को यससँग। अनि त्यसपछि हाम्रो यो निकालिसकेपछि अनि त्यसपछि क्लासिफाइड ब्यालेन्स शीट भन्ने हुन्छ, जुन चाहिँ 4 मार्क्स गरेर 8 मार्क्स चाहिँ हामीले चाहिँ फाइनल एक्जाममा सोधिसकेको हुन्छ। अब भनेको सुरुमा चाहिँ हामीले मल्टिस्टेप इन्कम स्टेटमेन्ट चाहिँ निकाल्नतर्फ लागौं, जसबाट हामीले चाहिँ हामीले के निकाल्नु पर्छ, नेट प्रॉफिट निकाल्नु चाहिँ पर्छ। अथवा प्रॉफिट अथवा लस के हुन्छ कम्पनीको अथवा वित्तीय जुन चाहिँ संस्थाहरुको छ त्यसको चाहिँ नेट प्रॉफिट हुन्छ वा अथवा नेट लस हुन्छ, त्यो निकाल्नको लागि चाहिँ मल्टिस्टेप इन्कम स्टेटमेन्ट चाहिँ हामी चाहिँ मोडर्न मेथडबाट गर्छौं। अब भनेको यसको फर्मेट इजी नै छ। अब हाम्रो पार्टिकुलर हुन्छ फर्मेटमा, पार्टिकुलर्स भयो, त्यसपछि हाम्रो अमाउन्ट, यता अमाउन्ट नै भयो, अमाउन्ट र यता पनि अमाउन्ट नै छ। यसमा भनेको चाहिँ सम्झिनु पर्ने के कुराहरु हुन्छ भनेको अब यो चाहिँ फर्मेट भयो, जसमा चाहिँ पार्टिकुलर अमाउन्ट त्रिकोणको भयो। अब यसमा चाहिँ के हुन्छ भनेपछि तपाईहरुले चाहिँ त्यो धेरै स्टेटमेन्टहरु हुन्छ, त्यो ट्रान्ज्याक्सनहरुलाई चाहिँ कुन पछि कुन क्रमबद्ध हुनुपर्छ भनेको तलदेखि माथिदेखि तलसम्म क्रमानुसार हुनुपर्छ। अब यहाँको सुरुमा चाहिँ तपाईहरुको चाहिँ सेल्सबाट आउँछ। अब चाहिँ सुरुमा चाहिँ हामी एउटा हिसाब चाहिँ गरौँ है। हाम्रो यहाँ चाहिँ क्वेशनमा रहेको छ सिडी 3 छ, त्यसलाई चाहिँ सोलुसन गरौँ, त्यसपछि भन्ने कुरा अघि बढ्दै जाउँला। अब यहाँ चाहिँ प्रश्न म चाहिँ यो प्रश्न चाहिँ सोलुसन गर्दै छु, जुनमा रहेको छ द फलोइङ आइटम टेकन फ्रम रिसिभ अफ एक्स डेटर्स एज 31 चैत्र 2076 भनेको छ 2076 सालको छ। अब जुनमा चाहिँ सेल्स रहेको छ 4 लाख। यहाँ चाहिँ यो फर्मेट दिएको उस चाहिँ क्वेशन दिएको छ। अब यहाँ हामीलाई रिक्वायर्ड भनेको चाहिँ मल्टिस्टेप इन्कम स्टेटमेन्ट हो। अब यी दिएको चाहिँ आइटमहरुलाई चाहिँ हामी चाहिँ अब यो मल्टिस्टेप इन्कम स्टेटमेन्टबाट चाहिँ नेट प्रॉफिट हुन्छ र यहाँ एन्सरले दिइसकेको छ प्रॉफिट एनपी नेट प्रॉफिट भनेर। अब मल्टिस्टेपबाट चाहिँ एन्सर निकाल्नु पर्छ। अब हेरौँ है त। अब यहाँ भनेको इजिली त्यो सुरुमा हाम्रो चाहिँ पहिले जस्तै नै हामीले चाहिँ त्यो ट्रेडिसनल मेथडमा जस्तै नै छ ट्रान्ज्याक्सनहरु चाहिँ दिएको चाहिँ। अब यसमा छ सुरुमा सेल्स दियो, स्टक अफ बिगिनिङ स्टक एट द बिगिनिङ भनेको छ, यो चाहिँ हाम्रो भनेको ओपनिङ स्टक हुन्छ। अनि त्यसपछि क्यारेज छ, स्यालेरी छ, इन्स्योरेन्स छ, क्यारेज आउटवार्ड भनेको छ, ब्याड डेबिट, कमिसन रिसिप्ट यहाँ चाहिँ दिएको छ। अब यसलाई चाहिँ सोलुसन गरिहालौँ। यहाँ चाहिँ प्रश्नमा दिएको छ नि सेल्स। अब सेल्स भनेको चाहिँ यो फर्मेटको चाहिँ सुरुमै हुन्छ सेल्स, सुरुमा नै हामीले सेल्स निकाल्नु पर्छ। अब सेल्स चाहिँ कतिको रकम गरेको छ भनेको 4 लाखको यहाँ चाहिँ सेल्स गरियो।
4 लाखको रकमको चाहिँ हामीले यो सेल्स गर्यो। अब त्यसपछि हामीले चाहिँ लेस गर्नुपर्ने हुन्छ सेल्स रिटर्न। यदि प्रश्नमा सेल्स रिटर्न दिएको छ भने चाहिँ लेस गर्छौँ सेल्स आरटिआर। यदि सेल्स रिटर्न दिएन भने चाहिँ हामीले केही गर्दैनौँ, यसको काम छैन। यदि सेल्स रिटर्न दियो भने चाहिँ सेलबाट सेल्स रिटर्न मात्रै घटाइन्छ, जुनमा चाहिँ हाम्रो प्रश्नमा दिएको छैन, त्यस कारणले यसलाई जस्ताको त्यस्तै राख्यौँ। यदि त्यो प्रश्नमा दिएको छैन भने पनि तपाईँले चाहिँ यसलाई चाहिँ फर्मेटमा चाहिँ यति लेख्दा पनि राम्रो हुन्छ। अब भनेको सेलबाट सेल्स रिटर्न घटाइसकेपछि हाम्रो आउने भनेको के हो, नेट सेल्स। यो फर्मेट अनुसार चाहिँ कलमको पनि जानुपर्ने हुन्छ। सुरुमा सेल्स राखिन्छ, सेल्स राखेपछि यदि त्यहाँ दिएको छ भने सेल्स रिटर्न घटाइन्छ, त्यसपछि चाहिँ सेल्सबाट सेल्स रिटर्न घटाइसकेपछि के आउँछ हाम्रो नेट सेल्स। अब नेट सेल्स कति आयो भनेपछि 4 लाख चाहिँ यहाँ चाहिँ हाम्रो सेल्स रिटर्न नदिएको कारणले गर्दाखेरि 4 लाख नै आयो। यति कुरा छ, यो चाहिँ भयो। अब यहाँ चाहिँ के हुन्छ भनेपछि अब हाम्रो चाहिँ नेट सेल्सबाट छ कस्ट अफ गुड्स सोल्ड घटाउनु पर्ने हुन्छ। यसमै कस्ट अफ गुड्स सोल्ड भनेको चाहिँ गुड्स सोल्डको सामानहरू बेच्दा लागेको खर्च भन्ने कुरा छ, जुन चाहिँ रहेको छ, यसलाई चाहिँ नेट सेल्सबाट घटाइन्छ। अब यसमा चाहिँ के पर्छ, यो कस्ट अफ गुड्स सोल्ड भित्र चाहिँ के पर्छ भन्ने कुरा है त। सुरुमा हाम्रो चाहिँ ओपनिङ स्टक हुन्छ, भनेको सुरुवाती चाहिँ स्टक भयो चाहिँ ओपनिङ स्टक भनेको चाहिँ कति रकम दिएको छ हाम्रो प्रश्नमा, कति 80,000 दिएको छ हैन, 80,000 ओपनिङ स्टकको चाहिँ 80,000 भयो। अब त्यसपछि हाम्रो ओपनिङ स्टक भइसकेपछि कस्ट अफ गुड्स सोल्डमा चाहिँ हाम्रो चाहिँ पर्चेस पनि सँगसँगै आउँछ, पर्चेस पनि सँगसँगै आउँछ 175,000 छ। अब त्यसपछि अब पर्चेसबाट चाहिँ पर्चेस रिटर्न चाहिँ हामीले चाहिँ पहिला नै हाम्रो ट्रेडिसनल मेथडमा नि घटाउँछौँ, यहाँ पनि त्यस्तै गरेर चाहिँ लेस गर्नु पर्यो। पर्चेसबाट चाहिँ पर्चेस रिटर्न चाहिँ घटाइहालौँ। यदि यहाँ प्रश्नमा दिएको छैन भने चाहिँ आवश्यक छैन, यहाँ चाहिँ प्रश्नमा पर्चेस रिटर्न छ नि, तर हाम्रो फर्मेटको लागि यो चाहिँ जानुपर्ने हुन्छ। अरू प्रश्नमा दियो हो भने चाहिँ काम लाग्छ, यो चाहिँ घटाइन्छ पर्चेसबाट। अब त्यसपछि हाम्रो आउँछ क्यारिज। क्यारिज इनवार्ड भन्नु भने चाहिँ यहाँ कस्ट अफ गुड्स सोल्डमा आउँछ, आउटवार्ड हुने भने चाहिँ यसमा चाहिँ हुँदैन। आउटवार्ड भन्नु भने चाहिँ हाम्रो सेलिङ एन्ड डिस्ट्रिब्युसनतिर जान्छ। अब क्यारिज भनेको छ 7,000। अब त्यसपछि वेजेस। अब यसमा चाहिँ के भनेर बुझ्दा पनि हुन्छ भनेपछि यो कस्ट अफ गुड्स सोल्डमा कस्तो कुरा पर्छ भनेपछि हाम्रो जुन चाहिँ ट्रेडिङ अकाउन्टमा जान्थ्यो नि तिनी कुराहरू पर्दछ भन्ने कुरा बुझ्दा पनि हुन्छ। किनकि ओपनिङ स्टक नि हाम्रो ट्रेडिङ अकाउन्टतिर हुन्थ्यो, ट्रेडिङको डेबिटमा हुन्थ्यो, पर्चेस नि त्यतै हुन्थ्यो, अनि पर्चेस रिटर्न क्यारिज वेजेस त्यही हुन्थ्यो कि हुँदैन थियो। त्यस कारणले गर्दाखेरि चाहिँ जुन चाहिँ कुराहरू पर्चेस रिटर्न चाहिँ हाम्रो ट्रेडिङ अकाउन्टतिर जाने कुराहरू चाहिँ यता कस्ट अफ गुड्स सोल्डतिर पर्दैछ भनेर चाहिँ यति ट्रिक पनि लगाउन सकिन्छ। कुनैमा चाहिँ त्यस्तो नमिल्न सक्छ। वेजेस पछि हाम्रो चाहिँ लेस गर्नुपर्ने हुन्छ। अन्त्यमा भनेको के लेस गर्नुपर्ने भनेको वेजेस चाहिँ लेस गर्नुपर्छ है त। वेजेस भनेको चाहिँ लेस सरी वेजेस चाहिँ माथि भइसक्यो, लेस भनेको क्लोजिङ स्टक है त। क्लोजिङ स्टक भनेको चाहिँ हाम्रो चाहिँ अन्तिमको हुन्छ, त्यसलाई चाहिँ स्टकहरूलाई चाहिँ लेस गर्छौँ। क्वेसनमा कति छ 30,000 दिएको छ, 30,000 छ। हामीलाई चाहिँ कति वेजेस भनेको 22 यो भयो। अब यहाँ चाहिँ के आयो भनेपछि ओपनिङ स्टक भनेको लेस गर्नु भनेको छ कस्ट अफ गुड्स सोल्ड 4बाट घटाउनुमा। पहिला चाहिँ यसो गर्न सकिन्छ, हामीले 80,000 यो जोड्ने एड गर्ने कुराहरू चाहिँ यो भयो, यो भयो। 80,000 मा यो जोड्यौँ, त्यसपछि यो जोड्यौँ, यो जोड्यौँ, यो र यो चाहिँ जोडेर घटाउन सकिन्छ। अब यतिमा 80,000 1,75,000 7,000 र 22,500 जोडेर यो 30,000 घटाउँदाखेरि चाहिँ हाम्रो कस्ट अफ गुड्स सोल्ड आउँछ। यसमा चाहिँ जति आएको रकम छ यहाँ टोटल रकम हो, यो 4 लाखबाट त्यति घटाइयो भने चाहिँ हाम्रो के आउँछ भनेपछि ग्रस प्रफिट चाहिँ आउँछ। ग्रस प्रफिट चाहिँ यसरी आउँछ। अब हेरौँ टोटल कति भयो, यहाँ हिसाब गरौँ। 1,82,000 है त। क्यालकुलेसन युज गर्नु होला, कतै मिस्टेक हुन सक्छ। 1,82,000। अब भनेको ग्रस प्रफिट कसरी आयो भनेपछि हाम्रो ग्रस प्रफिट हुन्छ नि, जुन चाहिँ यो टोटल यस्तो गर्दा चाहिँ 1,82,000 आयो। जुन चाहिँ 4 लाखबाट 1,82,000 घटाउँदाखेरि 2,18,000 इजिली चाहिँ 2,18,000 को चाहिँ ग्रस प्रफिट भयो। हाम्रो भनेको चाहिँ ग्रस प्रफिट मात्र निक्ल्यो। अब हाम्रो नेट प्रफिटमा निकाल्नु पर्ने छ। हाम्रो चाहिँ आदि पनि भएको छैन हिसाब, यो चाहिँ अलि लङ नै हुन्छ। अब हेरौँ। अब त्यसपछि हाम्रो चाहिँ अब निकाल्नुपर्छ अपरेटिङ एक्सपेन्सेस। प्रफिटको लागि चाहिँ जुन चाहिँ ग्रस प्रफिटबाट चाहिँ लेस अपरेटिङ एक्सपेन्सेस गर्नुपर्ने हुन्छ। अपरेटिङ एक्सपेन्सेस हुन्छ। अपरेटिङ एक्सपेन्सलाई पनि दुई भागमा विभाजन गरेको छ। एमा जनरल भनेर जनरल एन्ड एडमिनिस्ट्रेटिभ भनेको छ।
एमा चाहिँ जनरल एडमिनिस्ट्रेटिभ, त्यसपछि हाम्रो चाहिँ बीमा हुन्छ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्स हुन्छ। अब हाम्रो चाहिँ जनरल एडमिनिस्ट्रेटिभ एक्सपेन्समा के कुराहरू पर्छन् भन्ने कुरामा हेरौँ। जुन चाहिँ क्वेसनमा चाहिँ अब जनरलमा भनेको चाहिँ हाम्रो स्यालेरी, डिप्रिसिएसन, रेन्टहरू, इन्सुरेन्स जस्तो कुराहरू पर्छ। यहाँ चाहिँ तपाईँलाई दिएको छ इन्ट्रेस्ट अन लोन, यिनी कुराहरू चाहिँ उता पर्छन्। तिनीहरूको बाहेक कुरा छ हाम्रो यहाँ पर्नेको डिप्रिसिएसन हो। त्यसपछि रेन्ट पर्नु पर्छ हाम्रो चाहिँ यो रेन्ट एन्ड रेट्स पनि पर्छ। यिनी कुराहरू चाहिँ अब के कुरा पर्छ भनेको जनरल एडमिनिस्ट्रेटिभ एक्सपेन्समा भनेको हाम्रो स्यालेरी हुन्छ सुरुमा है त, स्यालेरी। त्यसपछि डिप्रिसिएसन छ भने डिप्रिसिएसन पनि डाल्न सकिन्छ, डिप्रिसिएसन हुन्छ। रेन्टहरू पनि यहीँ पर्छ, रेन्ट एन्ड। त्यसपछि हाम्रो इन्सुरेन्स, यति कुराहरू चाहिँ जनरलमा पर्छ। हाम्रो अब सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस भन्ने हुन्छ, त्यसमा चाहिँ हाम्रो क्यारिज आउटवर्ड, ब्याड डेब्ट, अनि फेरि स्याम्पलको रूपमा गुड डिस्ट्रिब्युसन गर्दाखेरि चाहिँ लागेको खर्चहरू पर्छन्। अब यसमा डाइरेक्ट खर्चहरू छ नि, जुन चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ कस्ट अफ गुड्स सोल्ड भनेको चाहिँ सामान बेच्दाखेरिको उस गर्दाखेरि लाग्यो। यहाँ भनेको अब स्यालेरी, रेन्टहरू भनेको हुन्छ अफिसको एक्सपेन्सेस हुन्छ नि, जनरल एक्सपेन्सेस सम्बन्धी के कुराहरू छन् तिनी कुराहरू चाहिँ यहाँ पर्छन्। यसरी बुझ्न सक्नुहुन्छ। अब स्यालेरीमा रकम कति छ 80,000, स्यालेरीमा 80,000 रहेछ, 12,000 छ। अनि यहाँ चाहिँ सरी 8,000, त्यसपछि 12,000 रहेछ यसमा, अनि 5,000। अब यो रकम कति आयो यसलाई चाहिँ हामी हेरौँ। टोटल जोड्दाखेरि चाहिँ कति आयो 43। यसलाई चाहिँ लेस गर्नुपर्ने हुन्छ। अहिले चाहिँ एरा बिरा चाहिँ जोडेर सँगै लेस गर्नुपर्छ। अब यहाँ लेखौँ हामीले टोटल जे जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस, मैले यहाँ चाहिँ एडमिनिस्ट्रेटिभ लेखेन, यहाँ एक्सपेन्सेस सर्ट फर्ममा उस गरेको छु, बुझ्नु होला। अब त्यसपछि हाम्रो बीमा बाँडेको हुन्छ, मैले सुरुमै भनेको छु अपरेटिङ एक्सपेन्सेसलाई जनरल र एउटा सेलिङ एन्ड डिस्ट्रिब्युसन, सेलिङ एन्ड अब जनरल र सेलिङ एन्ड डिस्ट्रिब्युसन भनेको छ। अब यहाँ चाहिँ सेलिङ एन्ड डिस्ट्रिब्युसनमा के पर्छ भनेपछि क्यारेज आउटवर्ड भनेको चाहिँ बाहिरी ढुवानी अन्तर्गत पर्छ। ब्याड डेब्ट्स भनेको चाहिँ हामीले जुन चाहिँ सामान चाहिँ हामीले अरूलाई दिइसक्यौँ तर त्यसको चाहिँ हाम्रो रकम आएको छैन, जो ब्याड डेब्ट्सहरू त्यो आएन अथवा उसले तिरेन भनेपछि त्यो ब्याड डेब्टको रूपमा रह्यो। अनि फ्री स्याम्पलको रूपमा भनेको हाम्रो चाहिँ प्रचार एडभर्टाइजिङको रूपमा चाहिँ खर्च गरेका हुन्छन्। तिनी कुराहरू चाहिँ सेलिङ एन्ड डिस्ट्रिब्युसनमा परेका हुन्छन्। अब क्यारेज आउटवर्ड चाहिँ हाम्रो चाहिँ प्रश्नमा चाहिँ क्यारेज आउटवर्ड कति रकम छ 4,000 रहेको छ। त्यसपछि क्यारेज आउटवर्ड पछि ब्याड डेब्ट्स भनेको छ, ब्याड डेब्ट्स 15,000। अनि त्यसपछि फ्री स्याम्पलको रूपमा रहेको छ 12,500, यति हो। अनि त्यसपछि अब हाम्रो यहाँ चाहिँ के निक्लिन्छ टोटल सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस भनेर लेख्नु होला। म अल्छी गरेको छु अलि। अब यहाँ चाहिँ हेरौँ अब कति आयो, यो गर्दाखेरि चाहिँ हाम्रो 31,500 आयो। अब यो र यो जोडौँ, यो र यो जोड्दाखेरि चाहिँ हाम्रो टोटल अपरेटिङ एक्सपेन्सेस ए प्लस बी कति आउँछ, टोटल अपरेटिङ एक्सपेन्सेस भनेको ए र बी जोड्नु पर्ने हुन्छ, ए प्लस बी। 43,000 र 31,500 जोड्दाखेरि चाहिँ हाम्रो रकम चाहिँ 74,500। अब यो 74,500लाई बल्ल यहाँ जुन छ 2,18,000 यसबाट चाहिँ लेस गर्नुपर्ने हुन्छ। हामीले चाहिँ सुरुमा अपरेटिङ एक्सपेन्सेसलाई चाहिँ लेस भनेका छौँ नि। अब यो 2,18,000बाट यो चाहिँ 74,500 लेस गर्ने भने कति आउँछ है त, 74,500। अब त्यसपछि हामीले लेख्नुपर्ने छ अपरेटिङ इन्कम अथवा प्रफिट भनेको जुन चाहिँ 74,500लाई चाहिँ 2,18,000 घटाउँदाखेरि चाहिँ हाम्रो 1,43,500 भयो, जुन चाहिँ हाम्रो चाहिँ अपरेटिङ इन्कम अथवा अपरेटिङ प्रफिटको रूपमा रहन जान्छ। अब यसलाई भनेको चाहिँ हामीले अब यतिले चाहिँ आउँदैन। अब हामीले एड गर्नुपर्ने कुराहरू के छ भनेपछि अदर एक्सपेन्सेसहरू छ नि, अदर्स इन्कमहरूलाई अब एक्सपेन्सेसलाई चाहिँ लेस गरिन्छ कि इन्कमहरू चाहिँ जोड्नु पर्यो नि त, इन्कम अथवा गेन जुन चाहिँ के पर्छ। अब अदर इन्कममा पर्ने भनेको हाम्रो कमिसन रेसिप्ट र इन्ट्रेस्ट रेसिप्ट चाहिँ हो, अरू कुराहरू खासै पर्दैन यसमा चाहिँ, यति कन्फ्युजन नहुनु होला। अदर इन्कम गेनमा चाहिँ कमिसन रेसिप्ट र इन्ट्रेस्ट रेसिप्ट पनि पर्छ। इन्ट्रेस्ट रेसिप्ट हामीलाई कति रकम दिएको छ त्यहाँ भनेको 7,500 र 3,000 दिएको छ, 7,500 3,000
जोड्दाखेरि कति आयो 10,500। यसमा चाहिँ एड गर्नुपर्ने हुन्छ 43,500 मा चाहिँ 10,500 किनकि यहाँ चाहिँ इन्कमहरु चाहिँ एड गर्नुपर्यो। अब एक्सपेन्सेसहरु हुन्छ। अब फेरि यहाँ के घटाउनु पर्छ भनेपछि लेस चाहिँ अदर एक्सपेन्सेस अथवा लस, अदर्स एक्सपेन्सेस अथवा लसेस। अब यहाँ चाहिँ नन अपरेटिङ, अपरेटिङ र नन अपरेटिङ हुन्छ। त्यो नन अपरेटिङ एक्सपेन्सेसहरु चाहिँ यहाँ घटाइन्छ, जसमा चाहिँ हाम्रो इन्ट्रेस्ट अन लोन पर्छ। अरु चाहिँ केही हुँदैन यसमा चाहिँ इन्ट्रेस्ट अन लोन हुन्छ। जुन रकम हामीलाई दिएको छ कति हजार दिएको छ 12,000 दिएको छ है त। लेस गर्नु भएको कारण ब्राकेटमा राख्यो। 12,000 चाहिँ लेस गर्छौं भनेको 10,500 मा 1,43,500 जोडेर 12,000 घटाउँदाखेरि चाहिँ हाम्रो कति आउँछ भन्नु। अब यसपछि बल्ल फाइनल हामी अन्त्यतिर पुग्दै छौं। नेट इन्कम बिफोर ट्याक्स। बिफोर ट्याक्स भनेको नेट इन्कम आयो ट्याक्स तिर्नुभन्दा अगाडि कति आयो भनेपछि यति गर्दाखेरि चाहिँ 12,000 लाई घटाउँदाखेरि चाहिँ 1,42,000 1,42,000। अब यसमा चाहिँ हामीले ट्याक्स, अब यदि ट्याक्स दिएको हो भने ट्याक्स घटाउँछौं। यदि ट्याक्स दिएको भए ट्याक्स एक्सपेन्सेस घटाइन्छ। यहाँ चाहिँ प्रश्नमा दिएको छैन, त्यसकारण गर्दाखेरि यसलाई जस्ताको जस्तै भयो। बल्ल आयो हाम्रो नेट प्रॉफिट बिफोर आफ्टर ट्याक्स 1,42,000 नै आयो। बल्ल रकम चाहिँ निक्ल्यो। यदि नेट यहाँ चाहिँ नेट इन्कम बिफोर ट्याक्स अगाडि चाहिँ 1,42,000 नै छ। यदि ट्याक्स एक्सपेन्सेस दिएको भए चाहिँ यसलाई चाहिँ लेस गरिन्थ्यो। मानव यहाँ चाहिँ 2,000 दिएको भए चाहिँ यहाँ एन्सर चाहिँ 1,40,000 पाउँथ्यो। भनेको